मामा लुकेका हेर नि त लुकेका मेरो पाला आउँछ गाइस guys, let's see it fast. So hello and welcome back everyone. Salam मेरो YouTube channel. This is Safal Singh Tamang aka Bonjan. अनि आज चाहिँ हामी जाँदैछौँ क्रसफायर को इभेन्टमा अनि त्यहाँ चाहिँ सल्लाघारीमा भक्तपुर सल्लाघारीमा ग्राउन्डमा अगाडिको ग्राउन्डमा त्यो इभेन्ट हुँदैछ नि त क्रसफायर को सो त्यहाँ जाँदैछौँ अब लेट्स गो है त रेडी भइसके ची तालु हान्दैछु है मैले कपाल काटेको छु अनि तपाईले हिजो मेरो मुकबाङ हिजो भन्दा नि अगाडिको भ्लगमा मुकबाङ हेर्नुभयो होला त्यो मुकबाङ चाहिँ साउन्ड क्वालिटी चाहिँ अलिकति राम्रो आएन क्या लाइक मैले चाहिँ मोबाइलमा चाहिँ राम्रो छ त्यो अपलोड भएपछि चाहिँ के भयो थाहा भयो नि त्यस्तो बित्ति राम्रो क्वालिटी आएन नि त ल त्यही अब म निस्किसकेँ के अरे व्हाइट गुममा धेरै पछि खोले अन्त सो अलिक प्याक भएको छ क्या यतातिर होइन एकचोटि म भिडियो खिच्नलाई मात्र माथिसम्म पुगेर आउनु पऱ्यो के कस्तो हुन्छ हेरौँ होइन बस किन रोकिरह हो कि अगाडि गाडी छ कि के हो म त यहाँबाट जानै सक्छु जस्तो लागिरहेको थियो के हो माथि गएर भिडियो खिच्छु भन्ने सोचेको थिएँ होइन तर भयो भने यस्तो भएन हेर्नु न आमा के हो यस्तो अनि यसरी किन रङ साइडमा हो ठोकिदिन्छु त म त फेरि होइन के हो के हो साइकोहरू हुन्छ नि अब हेर्नु न यत्रो लाइनमा बसिरह साइको अब पेट्रोल पनि हाल्नुपर्छ यार पेट्रोल मेरो निल भएर होइन मैले 27 किलोमिटर चलाइसकेँ होइन मेरो बाइक मर्न लागिसक्यो मेरो यफे जान लागिसक्यो गाइस यार पैसा छैन तेल हाल्ने गर्लफ्रेन्डले पनि तेल हालिँदैन मसँग तेल हाल्ने पैसा छैन यार गाइस फुल हालिदिनु फुल गाइस अनि यहाँ यो चाहिँ रेड जोन हो क्या गाइस यहाँनिर चाहिँ होइन जहिले स्लो गर्नु है जहिले स्लो गर्नु त्यहाँनिर फिक्स चेकिङ हुन्छ ऊ आज पनि चेकिङ भयो मामा सो यहाँ चाहिँ जहिले 50 की स्पिडमा हिँड्नु है मामा लुकेका हेर नि त लुकेका भान्जा आउँछ च्याप्पसम्म भनेर लुकेका मामा भगवान् छन् भने हाम्रो पनि यस्तै भगवान् छन् भने हाम्रो नि यस्तै गरे बस्ने दिन आउला इभेन्टमा चाहिँ आइसक्यो होइन अब यहाँ के हुन्छ लेट्स सी केटा हो यहाँ के ट्र्याक बनायो के हो यस्तो नि हुन्छ है यहाँ बटारे पो मजा आउँछ भएन यस्तो भएन कहाँ यस्तो पाराले हुन्छ त भाइ बटारे खोइ त्यो यस्तो गरिरहेको बिस्तारै कुदाइरह सो अलराइट एभ्रिवान म चाहिँ यहाँ बुट लगाइसकेँ यहाँ इभेन्टमै दिएको बुट लगाइसकेँ अनि नेक्स्ट दाइको हेलमेट लाउनु लगाइसकेँ किनभने खतरा अन्त डड हेलमेट खतरा देख्छ नि त सो ल म चाहिँ कुर्दा पालो आइसक्यो होइन कस्तो यार दाइ जबरजस्ती गर्नुपर्ने यार दाइ ल अब मेरो पाला किन यहाँभित्र इभेन्ट अर्गनाइजर के भयो यस्तो अब रेडी भइसक्यो है अब ट्र्याकमा देखाउँछु त ट्र्याक कस्तो मैले त हाइटै भ्याउँदैन रहेछ बाइकमा होइन त्यही पनि हेरौँ कस्तो हुन्छ अब फर्स्ट टाइम डट बाइक चलाउनु रहेछ क्रसफायर होइन हेरौँ लेट्स सी ट्र्याक चाहिँ यस्तो हिलो हुन्छ है क्या डर लाग्दो रहेछ ट्र्याक छेउमा आइसित त्यो बाइक पनि अग्लो थुक्क बोला मैले चलाउनै सकेन भने भेट जात हुन्छ ल
त्यही हो यहाँ हेर्नु सक्नुहुन्छ भिड के साह्रो भिड यहाँ चाहिँ दाइहरू सङ्गठन भएर बसिरह ल गोप्रो सोप्रो राम दाइले ल सफल बाबु आइज भन्नुहुन्छ अनि म निस्किहाल्छु ल लेट्स गो सर्ट आउट नेक्स्ट दाइ हेलमेट लगाएर टक्क लगाएर बुट लगाएर रेडी भइसक्यो होइन अब लाइन बस्नुपर्ने छ लाइन बस्छु अनि मेरो पालो आउँछ गाइज ल त्यही हो सो अलरेडी ब्रान्ड म चाहिँ रेडी भइसकेँ अब अर्को पालो रहेछ त्यसपछि जानु पर्ला भिडियो फोटो खिच्दिन दाइ त कस्तो फोटो नखिच्दै 25 दिन दाइले फोटो खिच्दैन दुईले भनौँ न क्यामेरा यति हो मजा आयो क्या उडाइदिरहेको क्या उडाइदिरहेको फेरि हानौँ न अब पाला आउँदैन दुईटा बाइक हामी दिन्थेँ मैले एउटा बाइक हैट फर्स्ट एक्सपिरियन्स चाहिँ खतरा मजा आउँदैन अझ दोस्रो ल्याब हाने भए त डेन्जर हानिदिँदा खतरा त्यस्तो डर त लागेन अलिअलि गन्ध चाहिँ लिएर आएँ गन्ध चाहिँ राम्रै लिएर आएँ त्यो भिडियो गरिदिँदा अहिले ल ठिक छ मजा आयो खतरा मजा आउँदा मजा आयो हो आउँछ त धेरै धेरै त्यहाँ माथि लडिसक्थ्यो अहिले उड्दाखेरि 2022 फर्स्ट टाइम मैले अफरोडिङमा मजा अफरोडिङ खतरा मजा आउँछ नि त पहिल्यै मलाई त्यही भएर आज ट्राई गरियो जस मजा आयो अति मजा आयो अति दाइ मजा आयो यो आज गुड एक्सपिरियन्स होइन अब बुट फिर्ता गरिदिउँ त्यो एन्ड्रोलाइन बुस्ट हुँदाखेरि त ओ भाइ एक उडामा मजा आउँदैछ पनि चलाइयो जोस मजा आयो है मजा आउँदैछ जोस दाइहरूले भने चाहिँ खोइ राम्रै चलायो भन्दै हुन्थ्यो यस्तो भिडियो हेरेँ कस्तो त्यस्तो विधि राम्रो चलाएको त रहेनछु ठिकै भनौँ राम्रै जस्तै भनौँ त्यस्तो चलाएको रहेछ र ठिकै छ अब यहाँ चाहिँ दाइहरू हिडन एक्सन जाने जोस क्रस फायर कुदाउन एकदम मजा आयो होइन गाइज यस्तो मजा आउँदो रहेछ अनि त्यो उकालोमा त झन् वा त्यो उडाउँदाखेरि क्या
सुरुको उकालो चाहिँ यस्तो उकालो चाहिँ हल्का डर लाग्यो होइन, त्यही पनि उडाउँदा हल्का उडा जस्तो गरिदिएँ। अनि सेकेन्ड उकालोमा आउँदा फर्स्ट उकालोमा त डर लाग्यो, सेकेन्ड उकालोमा त दादाले त उडाइदिइहाल्यो नि, कोसिस भनौँ न अब त्यस्तै त्यस्तै। पविन दादा हाई, सुटअपमा रेडी दादा प्र्याक्टिस गर्नलाई। नवाङ दिदी यता हुनुहुन्छ, प्र्याक्टिस गर्दै हुनुहुन्छ। सो अब त्यही हो, दादा कुदाइ हेरौँ फेरि। दादा कुदाइ त खतरा हो, नो के भन्छ के नो क्वेसन। बात त सही है। हाई भनिदिनु न एकचोटि। हेलो के हो, हेलमेट सुटबुट बिना के हो यस्तो उडाइदिने उडाउँछ क्या हो, मैले उडाउन सक्छ क्या हो, चिज जोस आउँछ त के हो। के हो नवाङ दिदीको यहाँ आम्मा निर्ड्रागै खतरा। हेरौँ है निर्ड्राग, आम्मा यसको लागि प्र्याक्टिस हुँदैछ। दादा र नवाङ दिदी, पविन दादा नवाङ दिदीको निर्ड्राग आम्मा एक्सपिरियन्स बोल्थ्यो क्या यसलाई चाहिँ। हेर्नु निर्ड्राग हेर्नु न यहाँ, यो उसहरूले चाहिँ 999 राजाले चाहिँ यहाँ डिस्टर्ब होइन। यहाँ नवाङ दिदी ओ मा गुड लभ जग्गा टाइट। यो हो नि त शैली, मैले गरौँ क्या हो। पविन दादा CBR 250मा निर्ड्राग हान्दै मिठो मक्खन हान्दैछ। यहाँबाट क्लोज सर्ट लिउँदाखेरि दादा तर्सिने हो कि। ओ माई गॉड, उठा इन्टरनेसनल खेल्न जाँदै हुनुहुन्छ दुईजना। त्यसकै प्र्याक्टिस हुँदैछ, त्यही अब प्र्याक्टिस हुँदैछ। इन्डियामा जाँदै हुनुहुन्छ दाइहरू दुईजना, अनि अर्को पनि हुनुहुन्छ, अर्को आइपुग्नु भएन राजकुमार कार्की। निस्किसक्यो। अब म गाउँतिर चल्दिँदैछु होइन, चेटपाडामा। अनि क्रस फायरको इभेन्टको कुरा गर्दा चाहिँ इभेन्ट चाहिँ रमाइलो नै थियो होइन, राम्रै थियो। तर ल्याप जुन ल्याप हान्ने हुन्छ नि, एक ल्याप मात्र रे क्या, भएन क्या त। एक ल्यापमा त हामीले उस ट्र्याक पनि राम्रो देखाएको हुँदैन नि त। सो एक ल्यापले चाहिँ पुगेन है भन्ने कुरा हो। एक ल्याप हानेर त्यो रोड पनि राम्रो देखाइ हुन्न, अनि गाह्रो हुन्छ नि। हामी चाहिँ पवि भाइ के छ यार, अभिषेक भाइ यार के छ यार, दाइ? के हो 9 बार सेन्टको 9 बार क्याफे बाइक स्ट्यान्ड ट्रेनिङ तपाईँले हो क्या? स्टुडेन्ट सब फेल भइहाल्यो। जिद्दी गरी है कफी बनाएको छैन, नदिइराखेँ जिद्दी गरी म बनाउनु लाग्छ है त। ल मेरो आर्ट हेर्नुहोस् है त। क्लासिकवाला रहेछ नि हल्का। कति हाल्नुपर्छ दुध?
गाइस लेट्स सी है मैले बिर्सेकै छैन बिग्रियो भने माइन्ड नगर्ने ओभर पोलिङ भयो फास्ट ल कस्तो कस्तो देखियो है गाइस कटिङ भएन ठिक छ धेरै पछि गरेछु हैन ठिक छ नि त ठिक छ कति पनि बनायो धेरै पछि कोटी बन्छ डिम्बल बन्छ दाइको तपाईँको फेसबुक आइडी भनिदिनु मेरो फेसबुक आइडी केटीहरू यस्तो फलो हानुहोस् न हाम्रो यहाँकोलाई फलो हान्दैन हुन्छ 9 बार क्याफे यो त फलो हानिहाल्छ 9 बार्स क्याफे है 9 बार क्याफे 9 बार्स मेरो आर्ट चाहिँ के हो जस्तो देखाएको छ कमेन्ट गर्नु होला कस्तो देखाएको छ मेरो आर्ट हैन ल यस्तो भयो मेरो आर्ट चाहिँ कफी टेस्ट गर्नु होइन मैले बनाएको जस्तो मलाई चाहिँ हल्का कफी डढेको मनपर्छ त्यहाँदेखि हेर्नु कस्तो एस्प्रेसो नै पुगेन चाहिँ नि दाइ ल त्यो पनि ठिक छ मिठो छ मिठो होइन आफूले बनाएको मिठो भन्नु परिहाल्यो क्याफेमा टक्क लाएर कफी सफी बनाएँ होइन धेरै पछि कफी बनाएको होइन फर्स्ट आइटममा त्यतिको त आई थिङ्क इट्स एभरेज है दादाहरूले जेमा पनि एभरेज हानिदिन्छ टपमा चाहिँ टप चाहिँ केहीमा हान्दैन होइन जेमा पनि एभरेज हानिदिन्छ ल कफी पनि बनाइयो ओ माई गड क्रस फायर भइरह्यो है होइन क्याफेमा गएर आफै कफी बनाएर खाना पायो मजा आउनु होइन के कसो हो कुरो त्यही हो मैले कफी आइएम सरी उही कस्तो राम्रो भ्यू आएको इफ यु गाइज आर सिङ दिस अराउन्ड होइन यस्तो दामी टाइट वाउ यसरी राइड गयो होइन टक्क बाइकमा अनि यस्तो दामी भ्यू अनि यस्तो दामी फुल के चाहियो जिन्दगीमा होइन पछाडि एउटा राम्रो गर्लफ्रेन्ड ओ माई गड टाइट जिन्दगीमा के नै छ र गर्ने यसकै लागि होइन खासमा दुःख गर्ने मिहिनेत गर्ने होइन के हो यस्तो दामी राइड यस्तो दामी भ्यू हेर्नु न